अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। सो फेरि पनि स्वागत छ मेरो धेरै पछिको मेरो कुकु भ्लगमा। सो त्यही हो गाइज, आज चाहिँ रात स्याटरडे नाइटमा चाहिँ हामी आज हल्का घुमेर आइयो है। अनि मापासी पनि गरियो। मापासी पऱ्यो भने त खत्तम ताजिरामले। सो त्यही हो, मापासी गरेर आउनु भएको छ भने भाग्नु हो भने यहाँ बस्नुहुन्छ। फेरि यतापट्टि पनि दुईजना निवी स्कुटर चेकिङमा पर्यो। चेकिङमा पुग्नु पर्ने। हिजोको देखाउँदैन नि होइन? हिजोको त देखाउँदैन नि। हस् बाई बाई। हिजो पऱ्यो बेला खत्तम। सो त्यही हो, नाइटमा चाहिँ मजा आइरहेछ राइड गर्नको लागि। खासै मलाई बोल्न त आउँदैन भ्लगमा है। धेरै भयो भ्लग नहालेको। सो यही हो काठमाडौँको नौतले धरहर। मेरो फेभरेट प्लेस हो कि के भन्छ त्यसलाई। सो नाइटमा चाहिँ मजा आउँछ राइड गर्नलाई। त्यही हो, मलाई आजकल किन मेरो भ्लगमा मलाई बोल्नै मन लाग्दैन है। अनि मसँग माइक पनि छैन, अनि मसँग गोब्रो पनि छैन नि त एउटा। म फोनबाट बनाउने हो भिडियो। सो त्यही हो, कोही अब गोब्रो मलाई गिफ्ट दिन चाहनुहुन्छ भने चाहिँ दिन सक्नुहुन्छ मलाई गोब्रो। कुछ तरीका है भीख मांगने का? मैं गरीब हूँ, मैं गरीब हूँ। सर हजुर आउनुहोस् न ल। हेर भन्थ्यो त। हरायो क्या? हामी कटेकै उसमा। काठमाडौँको नौतले धरहरा पाए हुन्थ्यो मा। ओहो, यहाँ पनि चेकिङ। मापासे हो सर? मापासे हो? ल हस्, धन्यवाद। आज के हो, शनिबार भर लास्टै चेकिङ छ त यार। आम्मा चिट त कति हो, कति काट्ने भने। धरहरामा त मैले फर्स्ट टाइम देखाएको हो चिट काटेको यार। धरहरामा के हो? आम्मा ए कस्तो हुत्तिन्छ फेरि। कहाँ गयो तिनीहरूलाई समात्दै के हो? बिलुक लाइसेन्स केही थिएन, धन्न मापासेमा त पऱ्यो यार। सो अहिले हामी चाहिँ न्यु रोडको तर्फ के भन्छ यार, बोल्न सिकाउनु न अलि। बोल्न सिकाउनु न भ्लगमा। पिपुल्स प्लाजा कि पिपुल्स प्लाजा हो? सो म चाहिँ पिपुल्स प्लाजा अगाडि राइड गर्दैछु। नाइटमा चाहिँ हो र, मलाई भाइरलै हुनु मन छ नि त। मसँग बिलु लाइसेन्स केही थिएन क्या आज। कताबाट जाने हो यहाँबाट? यता हो? So finally guys, we are here in Basantapur, Kathmandu, and
इङ्ग्लिस बोल्न अलि आउँदैन मात्र हो मात्र फेरि मैले कस्तो चाहिँ बोल्थेँ होला त के हो बाटो छैन कि हो यता परम्परागत ओहो के हो कन्सर्ट सक्यो यहाँ आज बसन्तपुरको सो चिया खाने भए चिया खाउनु होला चिया खाने हो चिया नखाउँ होला अब रात परिसक्यो भोलि पछि खाउँला सो म चाहिँ अहिले बसन्तपुरको एकदम गल्ली गल्ली घुम्दैछु है अनि यो बाटो चाहिँ दुईवटा बाइकभन्दा छिर्दैन त्यो त सबैलाई थाहा होला कतिलाई थाहा नहोला होइन सो त्यही हो आजको स्याटरडे चाहिँ बल रमाइलो भयो है हल्का भोक लागिरहेछ कसैले केही खाँदै नि हुन्थ्यो हौ के पकायो होला र खै यहाँबाट भित्र हो खै त सर कहाँ गयो त अर्को ओहो हो दाजु त्यो कुकुरलाई हेर्ने भएको झन्डै लड्या कुकुर रन्डा त मलाई मनै पर्दैन किन हो किन कुकुर हौ कतिचोटि लडाएको नि त मलाई हजुरको डेस्टिनेसन कहाँसम्म हो म्याम कहीँसम्म हो यहीँ रोक्दा हुन्छ होइन ए हस् ल भन्नुहोस् त हजुर भात हजुर नखाउँ होला हजुर खाना नखाउँ होला अहिले तपाईँको 250 भएको छ क्या अरे हजुर हजुर अफलाइनमा अलिकति रात गरेछ के गर्नु अनलाइन हाल्नुहुन्छ है के हालिदिनु मेरो क्यार दिनु त्यस्तै छ गाइस त्यही हो